अब यस्तो त हुन्छ एउटै साइडको आएछ र यो पन्जाबी एउटै साइडको एउटै औँलाको आएछ कि लेफ्टकै आएछ अब यतिकै काम चलाउ गर्नु पर्यो नि ल ल जाम ल जाम है जाम ल जाम धेरै नछिक्दिउँ ल त्यो ल यताबाट घुम्ने आयो हामी अनि निस्किन्छ कहाँ हो चोबार निस्किने हो यहाँ तल झर्ने नि त कहिले भयो ए त्यही उसबाट आएको फर्किँदाखेरि बाटो त डेन्जर छ यार यहाँ कुरी बाटो डेन्जर छ सुक्खा बन्दर गयो भने त सबै गाडीमा छन्केर बसेको के मन्दिर हामीमा राइट लाग्ने नि त अगाडिबाट कुछ याद आयो क्या बुझ्यौ चोबार सुक्खा बन्दरगाह फर्किने हुन्छ अनि 10 रुपियाँ टाइम बाटो नि त होइन त्यही त अहिले नै त हो त सिधै अब नासपाती भइसकेको छैन आलु पकाएर सक्यो त्यो भएर क्या अहिले आलु पिच्चको हुन्छ आलुको पालो दामी छ है डाँडा हरियाली पहिलोचोटि हेरौँ काठमाडौँ यत्रो समय बस्दा पनि अहिलेसम्म धेरै ठाउँ गएको छैन क्या धेरै ठाउँ थाहा म त्यो सिलगढी डाँडा छ नि त्यता चाहिँ अब जान्द गइयो होइन रुख छ होइन जानु मन लाग्छ कोही हुँदैन क्या साथीले अहिले भनेको होइन तपाईँले होइन मतलब अब यस्तो हुन्छ स्याटरडे उठ्नु गएको अब हुँदैन अब चाहिँ जानु नेक्स्ट हाम्रो कहाँ नै सिलगढी गाइस अनि त्यहाँ पनि छ हो त्यहाँ पनि जग्गा हुन्छ सुन्दरी जस्तो क्या अब खोज्दै जाने क्या खोज्दै जाने पुरा होइन कता गयो तिनीहरू दुइटा पनि आउँदैछन् कता पछाडि गयो नि देख ए ओ कता हो के छ कता हो कहाँ रहेछ यो भने त नेपालको झन्डा बनाएको यहाँ पो रहेछ त अहिले यहाँ माथि माथि यता हेर्नु यता 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 माथि जहाँबाट देखिन्छ यो
यही हो ल नेपालको झन्डा भएको यही हो एउटा के अरे आइदिएको उयो गरेको क्या पाइन्छ भन्दै होइन डाटालाई पसलमा क्या नपाएर तेरो मौको खुल्ला पाइन्छ होइन त्यो त भन्छ नि होइन हेर्नु परेन गर्नुमा त क्यामेरामा आएको हेर्नु परेन त आफूले पुऱ्याउन कहिले हेर्नु पाइँदैन आफूलाई नि कति फेरि यता चाहिँ मन्दिर जाने ठाउँ दक्षिणकाली मन्दिर जाने बाटो यो यताबाट अगाडि हिँड्दा छ कि बाटो फेर्ने क्या यहाँ एउटा साउन्ड हाल्छ ट्रकले होइन सबैजना माथितिर जाने टोलीहरू होला क्या होइन अफरोड पनि अफरोड खत्रै अफरोड रहेछ नि त बर्बाद हुने बर्बाद कहाँ हिँड्न पानी आयो भने त कहाँ रात माटोमा चिप्लेर एकैचोटि तल हो यता होला बाटो कता गएको यार अहिले थाकियो यो बाटो होला हौ ओ दाइ यो बाटो होला हौ फेरि अन्तै पुग्यो होला है त्यो बाटोमा कनेक्ट हुने त्यताबाट होला के थाहा होइन त ऊ मान्छे हिँड्ने गरेको त्यो माथिको बाइक पनि गयो यार ऊ बाइक पनि गयो क्या त्यहाँबाट उताबाट आउने गरेको कि उताबाट बैठो ल त स्यासा भइसक्यो अरे त्यो हिँड्दै हाइकिङ जाने अरे स्यासा भइसक्यो अब हाइकिङ त सक्दैन होला यार पानी आयो त्यो बाटो त नफर्किँदैन नि यार दुई बाटो त सक्यो हो कि पानी आयो दुई बाटो त कहाँ यार एकैचोटि तल पुग्नु यस्तो रातो माटो छ नि कति टाढा छ भुन्डल भने कहाँ पर्यो त्यो हाइकिङ जान्छ नि मान्छेहरू
मरिन्छ पानी पर्नुपर्छ आज पानी पर्नु त बिजोग हुने रहेछ आमामामा यतिमै त गइसक्यो होइन त्यो बाटो पनि कनेक्ट हुन्छ पानी छ ठ्याक्कै जहाँ बन्द भएको छ नि यताबाट छिर्यो बन्द भयो यताबाट निक्लिन्छ तलबाट चाहिँ तलकै बाटोको हुन्थ्यो सर अहिले पनि जामा हुन्छ होला है तलको बाटो अस्ति हामी आउँदा पानी पर्या भएर हिलो थियो अहिले हिलो यहाँ काहीँमा देखाएको छैन हिलो छैन होला पनि ए जाउँ त त्यसो यही बाटो जाउँ त आइहाल्यो त अब के हेर्नु नास्पाती नास्पाती खाने बुढो ऊ नास्पाती कसको हो नि चोर भन्दै फेरि नेटमा आउला होइन नास्पाती चोर भनेर मान्छे त के चोर्छ हामी नास्पातीमै सरी पर्ला क्या गाह्रो छ के दिने कटिला राउन्ड भन्छ त्यही भएर मैले भने होइन कटिला राउन्ड पर्छ अन्त कट्टु किन हेरेको फुर्सदै भएन के हेर्नु हजुर कता माथि कहाँसम्म हेडोडा ए हेडो जाने बाटो नै हो है ए हामी त पहिलोचोटि कता हो कि अत्तो पत्तो छैन हिँड्नै नसक्ने के उकालो नाकै ठोसी उकालो रहेछ अनि पानी गर्नु त के हाल्नु नाकै ठोसी रकमाटरमा पानी पर्नुपर्छ बाइक त मलाई एकैचोटि तल हो ओ भेटे जस्तो छ दाजु माथिको बाटो भेटे जस्तो छ कि अब फेरि अर्को हप्ता नै आउने त अर्को हप्ता अब कता अरे शिवपुरी जाने शिवपुरी भन्ने प्लान भइरहेछ होइन अब के हुन्छ हेरौँ डर लाग्दो छैन बाटो फेरि डर लाग्दैन घुम्न आएको मान्छे घुम्दैछ हौ हामी त पुरै दाजुभाइ गफ गर्दै हो नि त पेटको आन्द्रा भुँडी तान्छ यहीँ थाक्यो अब बुढा अब उता त यहीँ थाक्यो नि शुद्ध योभन्दा राम्रो छ अगाडि हो र ल उहाँनिर चाहिँ आडीको अगाडि तल झर्ने बाटो राम्रो छ दुईजना गफ गर्दै आइयो नि त केही छ भन्नु तपाईँ त बाइकमा आइहाल्नुभयो बाइकमा कस्तो गाह्रो गरेको यार यस्तै गाह्रो उकालो त त्यो पनि चिप्लो बाटो यार कस्तो चिप्लो बाटो थियो पानी पऱ्यो भने त पानी पऱ्यो त सकिन्न अहिले त्यो बाटो ओर्लिनु ए पानी बिग्रेर रहेछ कि हो यहाँ त्यतिले गर्दा गएर केटाहरू गएछ अब यो माथि होला होइन कता हो यो भुन्डोल जाने बाटो कता हो यस्तो गर भित्र स्कुलबाट माथि धन्यवाद दिदी ग्रुप फेरि ग्रुप हामी पछाडि आएको तिनीहरूलाई त जानु दिए जस्तो लाग्यो यार त्यो हामी पछाडि आएको थियो नि ग्रुपहरू क्या त तिनीहरू पनि भुन्डोलै हिँडेको हो क्या खै हाम्रो पछाडि आएन तिनीहरू होइन बाटो त हुनुपर्ने क्या नयाँ होइन सबै गरेर नहुने हो कि बाटै बन्द गरेर सबै मेन रोड त बन्द गर्नु भएन नि त हो नि
कता हो स्कुल भुन्डोल जाने स्कुल यहाँबाट माथि हो माथि यहाँबाट माथि उयो बाटोबाट माथि गइसक्यो तिनीहरू तल हर्न मार्न हिँड्नु नि माथि हिँड्नु हामी चाहिँ टाढो जाने अब चोलीहरू तलतिर गइसके गइराख्नु वा भुन्डोल जाने बाटै खतरा रहेछ त हो त्यो यही स्कुल ओ कता हो लोकल हो कि ब्रोइलर हो भुन्डोल माथि हो हामी हिँड्नु आँटेको अब रातो बाटो रातो माटो भएको ठाउँमा त गाह्रो हुन्छ रातो माटो रातो माटोमा पानी परे त सक्यो खै त अनि मलाई नि हाल्दैन नि त अनि आफै मात्र खान्छ नि यार सब आफै मात्र खान्छ नि यार हामीलाई त छैन मन्दा खाएर पनि ल ओ माइ गड कति हालेको म त धेरै हुन्छ भन्दैन सिरतिर हुन्छ नि अलि मलाई त छोरै अलिअलि मात्र लगाइदिनु न यार धेरै भइहाल्छ ल बाबा हो ल बाबा ए चियर्स त्यस भइसक्यो ल अब खाइयो काँक्रो दर्रो मजाले होइन टिकालाई रातै काँक्रो खाएको कस्तो खाइयो अब हिँडाइ सुरु भयो हाम्रो हामी 4 जना गाउँलेले भनेर कपाल 20 मिनेट भन्दै गएर हेरौँ 20 मिनेट भन्थ्यो अब कति हुन्छ अब त्यो 20 मिनेट 1 घन्टै भयो भने हिँड्ने हामीसँग टाइम छ होइन कति बजे राजु अहिले ट्याक्कै 1 बजेर 1:15 भयो 1:15 भयो 2 बजी 2:15 मा पुगे पनि 1 घन्टा लाग्यो पनि होइन अनि उहाँ जाने झर्न त धेरै बेर लाग्दैन उतै झरी जान्छ आधी घन्टा 1 घन्टा चढाएको छ नि 15 मिनट त्यत्रो मुला नाकेछु हुने उकालो त हिँड्यो होइन ल एके आज छुटेकोमा धन्यवाद क्या मजा आइरहेछ ओ लास्टै मजा आउँदो रहेछ यार हिँड्नु त अब आउन है आऊ मितालाई चाहिँ गाह्रो पर्ला जस्तो छ त्यहाँ भए पनि अघि त्यो उकालो हिँड्दाखेरि यार हुन्छ नि हिँडिराख्ने मान्छे पनि उकालो एकछिन ठाडै उकालो त गाह्रो पर्छ है ठाडै उकालो थियो नि कस्तो घना जङ्गल है त्यो पारिपट्टि कुन जिल्ला हो यो हेटौडा हो यो मकवानपुर ए मकवानपुर सरी हेटौडा जिल्ला छ हेटौडा जिल्ला अरे हेटौडा जिल्ला हो अरे मैले ए सर्टकट जानु पायो भने त छिटो हुन्थ्यो है के गर्नु बुढालाई हेर्ने बुढाको चाकबाट तेल निस्किसक्यो भन्दा गाह्रो रहेछ 10 किलो बोकेर प्याकमा दाइ आर्मीको ट्रेनिङ हुन्छ गाह्रो रहेछ 10 किलो बोकेर ब्यागमा तिखा लाग्यो बिहान पनि उठेर गएको हो तपाईँहरू मर्निङ वाक जान्छ त बुढाहरू चाल चाल बुढाको
सकाल दाजु भाइ के छ भन्नु कति नै फरक छ र यार भाइ उतिको छ बाटो ऊ अरे यो होला क्या उतिको छ बाटो उति होइन तर ग्रेट एक्सपिरियन्स गर्न पाइयो क्या हाइटको चाहिँ होइन पसिनाले भिजिसक्यो ए मेरो त पुरै लत्नु भिजिसक्यो अन्त तर मजा आउँदैछ है अब टाको गरेर त्यहाँ बसेर खाने होइन अनि त्यहाँदेखि फेरि आउँदाखेरि सबै खाना सकेको हुन्छ भोक लाग्छ फेरि भरे मिता 1300 आयो 1300 आयो बुढाको चालहरू नै चालेर बहुत ये मैं बियर गिल्स बहुत घने जंगल में आ चुके हैं हम बहुत ही जंगल है इधर खाने के लिए कुछ नहीं है किधर किधर मंगल हो रहा है ओ भुंडोला आ चुका है देखो देखो ओ पल्लो बाटो होला है उयो 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 सिधै के होइन कोई आ रहा है देखने में तो अच्छा लगता है लेकिन चलने में बहुत बुरा लगता है पसीना ही पसीना हो गए हम कैसा लग रहा है आपको हमारा गाइड है ये गाइड भाई ल अब एकैचोटि माथि गएर सकिनँ मैले होल्ड गर्नु क्यामेरा कत्रो पहिरो गएको यार है खासमा यो बाटो रहेछ नि त हिँड्ने बाटो पनि रहेछ नि त तल होइन सर्लक्कै बगाइछ न बहुत फिसलन भरी रास्ता है हो हामी आएको उतै रोड त हो नि उतै रोड त हो नि हो कि यो तलको बाटो आएको हुन्छ कि हामी यो बाटो के त्यो केटाकेटीहरू बसेको देखिन अघि तल पुगेछ त्यो केटाकेटीहरू अगाडि एका पहिरोमा बसेको आइपुगिए जस्तो छ होइन हेरौँ न म कस्तो अँध्यारो दिउँसै अँध्यारो छ त कि काल प्रश्नले हो जङ्गलभित्र होइन यो त पुरा उयो के अरे वाइल्ड लाइफ उयो एक्सपिरियन्स गर्ने ठाउँ रहेछ त यार है कस्तो मजा आएको थियो यार हेर्नु जङ्गल कति शीतल है कस्तो घना कि हेर्नु कस्तो घना जङ्गल कि त्यही त कस्तो घना जङ्गल देखेको कि तलबाट आउने बाटो उयो जस्तो छ उयो हेर ऊ नै रहेछ ट्रेक नै रहेछ नि स्टेज नै रहेछ बाटे जस्तो छौँ हामी होइन अब यही हो आमामा यार चराचुरुङ्गीको आवाज ओहो मजा आउँदै रहेछ मजा आगिल मन शान्त होगिल होइन मजा आउँछ नि यसरी हिँड्नु मान्छेहरू पनि हिँडिरहेको छ हिँड्नु त कति टाइम लाग्ने हो यहाँ नगरकोटतिर पनि यस्तै होला हुन त नगरकोटमा अझै कति टाढो हो आमाको आइपुग्यो यो बाटो तल जान्छ है गाउँ निस्किन्छ नि होइन ए ल अब हम लोग रास्ता भूल गए थे इसलिए हमको टाइम लगा अब टाइम लगने वाला नहीं है इधर दिखाओ ना यार बोल रहा हूँ अब टाइम कुछ भी नहीं लगने वाला है अब हम भुंडोल निकल रहे हैं उधर चौरी है वो आगे चौरी है यो ठाउँमा चौरी कहाँबाट आउने होला भगवान् है तर दामी जाम आजकल ऐसे करिए मेन हीरो को फोकस करिए कुछ बोलता नहीं है यार ऐसे पकड़ के मुझे दिखाता नहीं है उसको भी दिखाता है मैं आवाज देता हूँ यार कि कैसा लग रहा है भाई उधर रुप्राक खिच रहा है तर धेरै दामी ठाउँ यार वाह शीतल है सिधै होइन भाइ यो
राजा चिसोमा त जाडोमा त लास्ट जाडो हुन्छ होला है पानी परेर पनि उ नभएको क्या नसुकेको बहुत थकाई हो रहा है यार पकड़ गए हम गलत रास्ता आके बहुत थकाई हो रहा है उधर से जाना पड़ता है ल ओहो एक्साइटमेंट बहुत बढ़ रहा है क्योंकि आगे वो है क्या बोलता है उसको ऐसे ऐसे झाड़ी है बहुत मजा आ रहा है मजा एक्सपीरियंस हो रहा है यार भाई क्या करे किसका कॉल आ गया इधर अभी आना था इसका कॉल भी यार ठीक है हम नहीं उठाएंगे उठाना पड़ता है अरे भाई ये क्या हो रहा है उधर क्या है यार क्या है इधर मुझे लग रहा है हमारा पॉइंट आ गया देखो क्या है उधर ये जंगल के बीचों बीच आयो वाह यार हम तो वो उधर आ चुके हैं यार क्या बोलता है इसको हेवन नहीं हेवन नहीं यार इसको क्या बोलता है इस जगह को बोलता है भुंडल हो फिर कल आ गया यार क्या यार दोकान रहेछ त यार ल फाइनली गाइस आइपुग्यो रिसभ कस्तो छ कल आ गया बवाल छ बवाल अब हैन ठुलो रहेछ चौरी मान्छे टर्न पनि क्याम्पिङ पनि गर्न मिल्ने रहेछ है खानाको व्यवस्था हो सब आफ्नो र पेटहरु पनि ल्याउन मिल्दो रहेछ के अरे कुन पेट सरको के अरे ब्रुनो धेरै थाकेको अवस्था भएको अवस्था अब झोलामा साथी हो के छ निकाल्नु झोलामा हाम्रो सामग्रीहरु के छ खानपिनको व्यवस्था हैन अरे बाप रे खाइहालेर एकछिन बस्नु नहारा पुरै भारी झिकम न बहुतै दारु निकालो दारु निकालो दुध निकाल्नु दुध एक बोतल दुध पिउनु एनर्जीको लागि दुध पनि ल्याएको छ हामीले एनर्जीको लागि रक्सी छोडियो दुधतिर लाग्यो छोडियो दुधतिर लाग्यो के छ ल चटपटे खाए कहिले लाग्नु लाग्छ रक्सी खाए लाग्छ ए चटपटे भनेको त यार भुजा रहेछ हैन चौचौ रहेछ घण्टा लाग्यो सर आज ए म त हो पौने घण्टा बढी लाग्यो अब यो ग्रुपमा जान्छ ल हेर्न आएको हामी है हो त हेर्न खायो बुढाले खायो स्वाचेको मासु खायो एक्लै चम्ची छ स्वाचेको एउटा ल्याउनु भयो अरू छ स्वाचेको मासु एक्लै खायो के हो यो के को मासु र दाइ स्वाचेको त्यत्रो अनि कराईभरि पकाएर जाबैति लिएर आएको नि खर्याएको नि त बोसो दियो क्या पुरै खर्याएको त्यत्रो पकाएर ती जाबु लिएर आएको छ यार उयो छ त ऊ निकाल्नु न यार यो नमिल्ने भएपछि तपाईँ त छुटाएर राख्नु यार दुईपट्टि खानु पर्यो होइन प्लास्टिकबाट निकाल्नु न ओ कस्तो तातेको यार कस्तो तातेको बुढो सेकुवा खाऊ सेकुवा खाने मान्छे चाहिँ दुईटामा छ काटा लाँदा त केही फरक पर्दैन कडा खाऊ रे खाऊ कडक ओ गॉड ए छोइला त लास्टतिर हुन्छ त्यहाँको छोइला यार तर मैले एक ठाउँमा मिठो पाउने ठाउँ थाहा पाएँ अस्ति साकुमा छोइला मिठो लाग्यो मजाको उहाँ है साकुमा ठ्याक्कै साकु बजारमै ती काठको घरमा पो काठको जस्तो घर भएको
छैला 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 आयो छैला छैला सेकुवा पोरक अनि यो भयो हाम्रो पोर्क अनि खोइ यहाँ छ प्याज खुर्सानी यहाँ छ नि त गजब चिज माल यहाँ छैन माल त्यो पानी त्यो बोतल ल्याउनु न ल्याउनु न खोलेर अन्त लाएर दिनु न खानु चाउ चाउ छ दालमोट दालमोट यहाँ चाहिँ सबै साइडमा हाल्दैन होइन होइन यहीँ होस् ओइल भयो क्या यहाँ होस् न हुन्न यहाँ होस् न मितापट्टि खानु पनि खानेको हामी दामी रहेछ ठाउँ बादल जङ्गलको बिचको चौरीमा टेन्ट सेन्ट लाएर सुरु गरौँ खाउँ सेकुवा खानु पर्यो पहिला त्यो काँचो काँटा त्यहीँ राख्नु हेलो काँटा उतै राख्नु चेस मार काँचो माछा मलाई अहिले काँटा छ त्यो त्यो काँटा ती राख्नु यो काँटा यहाँ एउटा कुन हो त्यो हेलो हेलो माइक टेस्टिङ आउने गाडी राखेर कति 15 मिनटमै माथि पुग्ने रहेछ 15 मिनटमा त हिँड्नु पर्ने रहेछ क्या 15 मिनट भयो हिँड्यो भने हामी ठेउ आइपुग्छ नजिकै छ आउँथि फर्मिङदेखि अलिकति 5 मिनटमा आइपुग्छ भिडियो पठाइन्छ ल आयो रे ब्रुनोको साथीहरू छन् आउनु ब्रुनो एउटा नि हुँदो रहेछ पुरा खेल्दै थियो हक्कीहरू पुरा छ यहाँ हेलो ब्रुनोले जाने हुँदो रहेछ क्या ब्रुनो हस्कीहरू के छ यहाँ भिड आयो मजा आउँछ नेट चल्नु परेन पछि अब भिडियोहरू सबै अब अर्को शनिबार शिवपुरी घरमा बनाइयो होइन अहिले खाइँदैछ है हाइपर ल्याबमा होइन यहाँ हाम्रो ग्यास भुजा सुजा सब व्यवस्थित तरिकाले आएको छौँ नि हामी एउटा कुरा चाहिँ बिर्सेछ है हामीले त्यो उयो ल्याउनु भने क्या तर नेचुरल चटाइमा बस्छ खाली खुट्टा कुद्नु पर्छ कम बनाउँछ हान्नु न यहाँ त्यो रिसा पनि खाने कि हुँदैन होला म म के गर्नु के हुन्छ तलै गरे बुझाउने गर्नु अहिले जाँदै छोडिदिन्छ ल खानु पछाडि सबैले खाने कोही खाने यतापट्टि झाल लागिरहेछ उसले हाइपर लेफ्ट पनि गरायो हुन्थ्यो ठिक छ बोलेको नि निस्किनु भएन खाने दामी छ अहिले खान्छु भन्छु जाने त के भने राम्रो छ क्या त्यो जान दिनुपर्छ है एउटा बुतान्डो दामी छ हाल अलिकति त्यो दबाई जस्तो क्या बुझ्यो छौ गुलियो निलो अमिलो पिरो तितो धेरै मतलब भएन किन नखाने भने अहिले नखाने हो होइन किन नखाने चाखा पनि त्यति लाग्छ कहाँ भन्थे के भन्छ मलाई अब मान्छे गुलियो रे उमा के अरे ग्याबत जानुभएको छ न जगत लानुपर्छ त्यहाँ
यहाँ त कहाँ पो थियो बुटवल पोखरी हो त्यहाँ पाउँछ र खान्छ गद्दा कहाँ मिठो लाग्यो त्यहाँबाट आइराख्नु हामी खाना चाहिँ पाक्को थियो त्यो बाटो है यता र यता दुइटा रहेछ अब त्यहाँबाट ओर्नुपर्छ हामी त्यो पातलो जाडमा चिनी हालेको हुन्छ नि त्यो टाइपको थियो क्या त्यो बसेरै खानु पनि हामी यहीँ पराइ होइन तर यो राम्रो नि यो होटलमा बसेर खानु होइन घुमाइ पनि भयो अब यो कच्चा पनि कि बेर खान्छ लिएर आऊ दुध खानुपर्छ कि खानु त्यहाँ पाउँछ होला पाइनै ठिक हुने खाइ नसकेर होइन यहाँ यत्रो सामान छ यत्रो खानेकुरा छ अझै खाइ नसकेर यहाँ हामी लड्दैछौँ यसरी ओ दाजु मारो जल्दी मारो खतम गरौ तलस भइसक्यो यार खाना धेरै ल्याएको थियो कि 5 प्लेट भने त बुढा झन् तपाईँले कहाँ 5 प्लेट खान्छ नि यार दामी छ है पछाडिपट्टि कति पर्सेन्ट रह्यो तिम्रो कति पर्सेन्ट रह्यो चार राख न ए बुढो चपाउँदैछु म चपाउनु पनि व्यस्त छु न नेट तान्छ यार न चार्ज हुन्छ यार खतम गऱ्यो कालेलाई झन् चार्ज गरेर ल्याऊ है फुल भनेको त बलकै आधी बनिने पऱ्यो चार्ज त गरेको कि ठ्याक्क चार्ज पनि हाल्नु होइन लाइन पनि गइदियो के अब थाहा छँदै छ नि अब नेपालको यार अवस्था पुरै लाइन जानु थाल्छ खाँदा खाँदा अब यति बाँकी अब सकिएन अब जाने अब दालमोट भुजिया बुढाको प्याज र खुर्सानी पनि बाँकी ठेकुवा पानी चाहिँ 3 बोतल खाइएछ त्यही हो आजै कुकर आइरहेको छ के गर्न खाँदैन अघिसिको सबै ओहो काँक्रा खानुपर्छ धेरै तिर्खा लाग्यो बङ्गुर पनि रहेछ त नि यहाँ 1 पिस त अनि लु हानौँ एक पिस खाने यति ल्याएछ भन्छ मलाई यही खाइसकेन होइन के भाँडा भरि थियो नि त अनि यस्तरी फोहोर चाहिँ नफाल्दा भए हुन्थ्यो के गर्नु आफूले गरेको फोहोर चाहिँ उठाम है फोहोर चाहिँ जहाँ पाए त्यहाँ नछोडिदिउँ ल अब हामी लाग्छौँ मैला सैला खै आफूले खाएको सबै सोरेर जानु पर्यो मैला हुनु भएन होइन यताउति पुरै यताउति पुरै फोहोरहरू कतिले फ्याँके खोज छैन राम्ररी व्यवस्थापन हुनु जताततै बालेछ होइन यो झारहरू भए चाहिँ राम्रो थियो तर त्यो एकदम काठमाडौँदेखि नजिक घुम्ने ठाउँ चाहिँ अलिकति हाइट पनि हुने होइन त्यो ठाउँ चाहिँ यो रहेछ तर मैला फ्याँकेर त्यही त अनि मान्छेको दिमाग यस्तो चाहिँ नगर्नु पर्ने अब हामी पनि यहीँ हालिदिने त होला नि होइन ल त दिदी अब फेरि भेटौँ ल अर्को भ्लगमा अर्को अब नेक्स्ट विक चाहिँ हामी उता कहाँ जाने केटा हो कहाँ जाने अब बाटो नेक्स्ट विक भन्छु अब नेक्स्ट विक चाहिँ हामी शिवपुरी जाँदैछौँ होइन को कनेक्ट हुने चाहिँ पहिले भन्नु होइन धोका दिन पाइएन धोका दियो भने यस्तो मिस हुन्छ स्पोर्ट आजको एक्सपिरियन्स चाहिँ कस्तो रह्यो यो भुन्डलको
गजब रिसपलाई कस्तो लाग्यो भनेर सकिँदैन आएर फिल गर्नुपर्छ है कस्तो भयो त आजको धेरै रमाइलो भयो रमाइलो छ है ठाउँ रमाइलो छ होइन बढी नै रमाइलो भयो फोहोर गरेर चाहिँ अलिक कस्तो यहाँको ब्युटी नै सफा पार्दैछ कि ल त फेरि भेटौँ ल अर्को ब्लगमा आफूले गरेको फोहोरै उठाइदिए राम्रो एकसँग ल्याएर दिए राम्रो अब चाहिँ अर्को पालि चाहिँ हामी शिवपुरै पुरै मेन हाइक जान्छौँ के अरे 2 घन्टाको 2 घन्टा होइन दिस 2 घन्टा होइन 2 घन्टा 2-2.5 घन्टा लाग्छ होला 2 घन्टाको छ 10:30 बजे गएको थियौँ 11:30 बजेतिर 5 बजे चाहिँ फर्किँदा ल त गाइस त्यहाँ गएर एकछिन टाइम पनि लाग्छ नि त अब हामी 4 जना आएको है ल सी यू अन नेक्स्ट ब्लग बाई बाई